आज नेपालका हजारौं परिवारहरू आफ्नो टाउको माथिको छानो गुमाउने डरमा छन्। कतिपयले रातारात आफ्नो घर भत्काएको देखिन्छन् र कतिपय अझै पर्खाइमा छन्। अब हाम्रो पालो कहिले आउँछ? तर प्रश्न उठ्छ, के यी सबै सुकुम्बासी साँच्चै पीडित छन् वा यसभित्र केही फरक कथा पनि लुकेको छ? पछिल्लो समय नेपालका विभिन्न ठाउँहरूमा सुकुम्बासी बस्ती हटाउने अभियान तीव्र बनेको छ। नदी किनार, सडक विस्तार क्षेत्र र सार्वजनिक जग्गामा बनेका घरहरू हटाइँदैछन्। सरकारको भनाइ छ यी जग्गाहरू सार्वजनिक हुन् र विकासका लागि आवश्यक छन्। तर त्यो घरभित्र बस्ने मान्छेहरूको कथा के छ? त्यहाँ बस्ने धेरै परिवारहरू वर्षौंदेखि त्यहीँ बसिरहेका छन्। उनीहरूको लागि त्यो केवल घर होइन, त्यो नै उनीहरूको सम्पूर्ण जीवन हो। धेरै सुकुम्बासीहरू यस्ता छन् जससँग न त आफ्नो जमिन छ न त अर्को ठाउँ जाने विकल्प। उनीहरू दिनभरि मजदुरी गर्छन् र साँझ फर्किन्छन् त्यही सानो टिनको छानो मुनि। त्यहाँ बालबालिका छन् जसले त्यही बस्तीमा हुर्किए त्यही स्कुल जान्छन् र भविष्यको सपना पनि देख्छन्। जब डोजर आउँछ त्यो केवल घर भत्काउँदैन, त्यो सपना पनि भत्काउँछ। तर कथा यतिमै सीमित छैन। धेरै रिपोर्टहरू र स्थानीय आवाजहरू भन्छन् केही मानिसहरूले सुकुम्बासीको नाममा सार्वजनिक जग्गा कब्जा गरेका छन्। जससँग पहिले नै घर छ, जससँग आर्थिक क्षमता छ, उनीहरूले पनि सुकुम्बासीको सूचीमा नाम राखेका छन्। यस्ता मानिसहरूलाई कतिपयले हुकुमबासी भन्छन् जो सिस्टमको फाइदा उठाउँछन् र यहीँबाट सुरु हुन्छ वास्तविक पीडित र फाइदा उठाउने बीचको ठूलो अन्तर। एकातिर सरकार छ जसले भन्छ कानुन लागू हुनुपर्छ, अर्कोतिर जनता छन् जसले भन्छ हामी कहाँ जाने। तर सबैभन्दा ठूलो समस्या के हो भने सबैलाई एउटै नजरले हेरिन्छ। वास्तविक सुकुम्बासी पनि उही सूचीमा पर्छ र हुकुमबासी पनि। जो सबभन्दा कमजोर छन् उनीहरू नै सबभन्दा धेरै पीडित हुन्छन्। विशेषज्ञहरू भन्छन् पहिलो कदम हो सही पहिचान, को साँच्चै सुकुम्बासी हो र को केवल फाइदा उठाइरहेको छ। दोस्रो, वास्तविक सुकुम्बासीलाई विकल्प दिनुपर्छ, जस्तै सुरक्षित बसोबास र पुनर्स्थापना योजना। र तेस्रो, प्रणालीलाई पारदर्शी बनाउनु आवश्यक छ। अन्त्यमा प्रश्न सुकुम्बासीको मात्र होइन, यो प्रश्न हो न्यायको। यदि वास्तविक पीडितलाई नै हटाइयो भने त्यो विकास होइन, त्यो अन्याय हो। र यदि गलत मानिसहरूले प्रणालीको फाइदा उठाइरहेको छ भने त्यो पनि रोक्नै पर्छ। त्यसैले हामीले सोध्नुपर्छ, हामी कस्तो नेपाल बनाउन चाहन्छौँ, जहाँ शक्तिले जित्छ वा न्यायले जित्छ? तपाईको विचार के छ? सरकारको निर्णय सही हो कि गलत? कमेन्टमा आफ्नो विचार अवश्य लेख्नुहोस्। यस्ता महत्त्वपूर्ण विषयका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।